हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। अब सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। सो गाइस चाहिँ आज चाहिँ हामी नुवाकोटसम्म जानु लाग्यो मेरो साथीको गाउँ। सो नुवाकोटमा चाहिँ हामी गएर आज बस्छौँ। सो भोलि चाहिँ हामी रसुवामा जान्छौँ। सो सबैले हेरिदिनु होला, माया गर्नु होला, नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। हामी चाहिँ अब यो दरबा निस्किनु लाग्यो। अहिले चाहिँ हामी साथीको घरमा छौँ। गाइज अब हामी चाहिँ निस्किसक्यो। साथीले चाहिँ स्कुटी घुमाउँदैछ। बाई बाई आरसी। रक्षा गरून् विश्वकर्मा बाबाले, ढोकेर चढ्नु पर्यो। ल जाउँ। ल साइज हामी चाहिँ निस्किसक्यो फाइनली। अब हामी चाहिँ अब निस्क्यो। ल बाई बाई सियु टमारो। चाहिँ घरको लागि निस्किसकेको गाइज। के कसो हुन्छ हेरेर जानु होला। रातैमा लगाइ अब हामी चाहिँ मासतिर लाग्छौँ। यहाँबाट टोखा निस्किन्छौँ। टोखा निस्केपछि सिधै झोरको बाटो दिन्छौँ हामी। अहिले चाहिँ मेरो साथीले ड्रिक एन्ड डाइट गर्दैछ। हामी चाहिँ अब कति 6 बजीतिर घर पुग्छ होला। मेरो घर जाउँ है सिधै। अब धेरै घर त के दिदीको घर गइरहनु है। दिदी घर जानलाई फेरि माथि जानुपर्छ क्या। के भोलि जाउँला दिदी घर। गाई चाहिँ हामी चाहिँ निस्किसकेको छौँ काठमाडौँबाट। साथी र म चाहिँ धोका नदियोस् हाम्रो एन्ड्रोइड बेबीले। अरू केही चाहिएन हामीलाई, यही मात्र हो। र सेल्फी स्टिक भए भए चाहिँ सही हुन्थ्यो है। जता पनि घुमाउनु मिल्थ्यो। हात त गलेरै मर्ने क्या। बाई बाई केटिएम केटा हो। बाई बाई। दिस इज द भ्यू केटिएम सिटी मास्को। घर गएर हो। यो चाहिँ अब यो अस्ति भर्खर बाहिरबाट आयो भने त त्यही भएर यो 1 वर्षपछि हाम्रो जाँदैछ। हामीलाई बाल छैन। हामी भने जाने भन्ने ठाउँमा गइहाल्ने मान्छे हो। मोबाइलले झार्नलाई जस्तो गर्छ यार। मोबाइलले हात खेलिदिन्छ यार। बलेको बेला त लट्टै छोडिला जस्तो हुन्छ। ल गाई जब हामी पनि यहाँ टोखाबाट ओह्रालो झरिसकेको छौँ। टोखा ओह्रालो जुने। अब हामी चाहिँ यहाँदेखि टोखाबाट उकालो झोरको बाटो उक्लिसकेको छौँ। गाइस अब हामी चाहिँ यहाँनिर टोखा नगरपालिका वडा नम्बर 7 मा छौँ। यहाँबाट मासतिर घुम्ने ठाउँ दामी छ केटा हो। शिवपुरी राष्ट्र निकुञ्ज हो यताबाट। मुख त धोएन मैले त। एकैदिन नुवाकोट गरेर
घरसम्म यतिकै देखाउँदै जान्छ आइफोनमा। गाउँ गएर क्या हान्नुपर्छ क्या हो? चलिहाल्छ। अस्ति म त्यहीँ बसेर खेल्नु त। डाटा आफ्नो डाटा भयो त चल्छ। डाटा छ त 3 दिनको लागि मेरो त। अहिले हिजो हालिदिएको सहिलेमा एनडिसीको हुन्छ एनसेलको पवार चल्छ कि गाउँतिर। चले खेलौँ न नचले सुत्दिउँ होइन। गौरी गाउँ गौरी चोक आइसक्यो हामी। गौरी गाउँको चोक एकदम जाडो छ। मासतिर चाहिँ झन् एक साल पहिला जाँदाखेरि एकदम चिसो, एकदम बबाले चिसो थियो यार। उहाँ चाहिँ एकदम चिसो छ। माथि चाहिँ अझै आउन चाहिँ टाइम लाग्छ। यहाँ चाहिँ एकदम चिसो छ। बबाले चिसो छ क्या। अन्त 1 वर्षपछि यसको गाउँ जाँदैछु। यसको गाउँमा चाहिँ हामी गएर आज गएर बस्छौँ। अनि भोलि चाहिँ हामी रसुवाको लागि निस्किन्छौँ। 1 हप्ताको लागि चाहिँ म यसको गाउँ जाँदैछु। अब हेरौँ, सपोर्ट गर्नु होला सबैले। कुनै ठाउँमा बिच, कुनै ठाउँमा त्यस्तो छ क्या यार। स्कुटरलाई चाहिँ गाह्रो छ यार, एकदम गाह्रो रोड हो क्या यार। हो भने कहिले बिच भड्का छ, कहिले रोडै भड्का। टर्निङ छ कि यहाँनिर चाहिँ। यहाँ माथि चाहिँ झर्ना छ, पुरै झर्ना। यहाँ माथि चाहिँ झर्ना चाहिँ बब्बाले छ यहाँ माथि चाहिँ। एकचोटि हामी आएको थियौँ, अब चाहिँ आइपुग्नु लाग्यो त्यो झर्ना। झर्ना यहाँ पनि एकदम दामी झर्ना छ यार। कतिजना गएको होला यहाँनिर। यो पार्किङ गर्दै तल जान्छ। एकदम दामी छ यार झर्ना। यहीँ पूजासुजा गर्ने। म चाहिँ एकचोटि मात्रै गएको छु। ख्याल लाग्छ। यो अब जाडो सुरु भयो। चिसो, एकदम चिसो, एकदम हुस्सो लागेको छ मासतिर चाहिँ यार। एकदम जाडो छ यार यहाँ मासतिर चाहिँ। बब्बाले यार कस्तो जाडो यार। बन्दा छैन हातमा, नाक छैन मुखमा, एकदम चिसो छ, जाडो छ यार। क्यामेरा चाहिँ कस्तो आएको छ गाइस, राम्रो आएको छ कि छैन अगाडिको थाहा छैन। यो चाहिँ पुरै अस्ति भाँचेर यार, पुरै गमले डालेर चलाइरहेको थियो यार। किनेकै भोलिपल्ट भाँच्यो, त्यसपछि गमले चलाइरहेको थियो। किनभने पैसा गएको छ, त्यसै खाल्नु भएन। त्यही भएर मैले चाहिँ गम लाएर पुरै चलाइरहेको छु। हेट बब्बाले छ। चिसो फुल बटाएर हिँड्नुपर्छ अब उकालोमा। उकालो कट्नु अझै टाइम लाग्छ।
एकदम झन् चिसो यार गाइस एकदम बबालै चिसो छ यार यो उकालो सो अब चाहिँ हामी एउटा भ्यू देखाउँछौँ एकछिनको लागि भ्लग गरेपछि यतिको दुःख त गर्नै पर्यो गाइस यो चाहिँ भ्यू एकदम दामी छ अब हामी एउटा निस्किन्छौँ भिडियो भएन ल गाइस हामी चाहिँ अब निस्किसक्यो क्यामेरा पनि निषेध रहेछ यहाँनिर अब भनेको त मानिदिनु पर्यो आर्मी दाइहरूले जे जस्तो भयो पनि होइन देशको रक्षा गर्नुपर्छ मान्छेहरूले भनेको मानेन भने फेरि अहिले फेरि लट्ठी भाटा खान्छ के गर्नु गाह्रो छ हामीलाई हजुर कस्तो चिसो हो छ नि यो हात त ठेगायो त यार हामी चाहिँ निस्किसक्यो अब आर्मी झोल्यो आर्मी दादाहरू हो भनौँ गाह्रो छ हजुर हस् त हस् भिडियो नबनाउनु कहाँ छ यहाँ भिडियो नबनाउनु भनेर चाहिँ कहाँ राखेको साइको कुरा गर्छ भिडियो नबनाउनु तेरो मोबाइल हो र हारो मोबाइल हो होइन बनाउँदा के हो अनि के मलाई त्यो आर्मी क्याम्पमा गएर बनाएर होइन गाइस यतातिर भ्यू हेर्न सक्नुहुन्छ तपाईँले चाहिँ अघि चाहिँ माथि त के भनेन पिच पनि छ राम्रो यार त्यो त पिचै राम्रो छैन ल गाइस अब हामी चाहिँ गुरुङ गाउँ छुन आँटिसकेको छौँ हल्का अगाडि सो कडा हो हेर्नुहोस् भ्यू अनुसारको भ्युज गयो पो मजा आउँछ त केटाहरू तिमीहरूले माया नगरिदिने सपोर्टै नगरिदिने हामीलाई ठुल्ठुलो युट्युबरहरूलाई मात्रै सपोर्ट गरिदिने कि कन्ट्रोभर्सी नि ल्याउनुपर्छ सपोर्ट गर्नलाई अहिले चाहिँ हामी छ अरे अब 13 किलोमिटर छ 13.5 किलोमिटर गुरुङ गाउँ अब छुल्न आँटिसक्यो अब यो एक घुम्ती घुमेपछि ठ्याक्कै गुरुङ गाउँको होटेल आइन्छ त्यहाँनिर अब यस्तो मिठो छिटो खाइन्छ तर त्यो चाहिँ हामी देखाउँदैन तपाईँलाई मलाई त कस्तो पारिदिन्छ भने यो चाहिँ गुरुङ गाउँ हो कडा हो ल 54 त यहाँ आज 25 हिसाब लिएर होला यो चाहिँ मेरो साथी गाडी हो के हो यो त मलाई रुख काटेपछि त कस्तो डर लाग्छ है हट यता नि खाली उता नि खाली भएर हर्न पनि डेन्जर बजायो त यार वान्स फोर भन्नुपर्छ क्या भिडियो बनाउँदै बिहान हुन्छ नि गाइज म त हातै गर्छु गाइज साथीलाई अब अगाडि राखिदियो भने साथीले भिडियो बनाउँयो के हराउँछ त गाडीको त सो गाइस मेरो चाक देखेर म हल्का पछाडि सरेको अहिले चाक देखेर भाँचिन लागेको क्या मजाको सक्छ हो पछाडि त लिचिक हुन्छ त पछाडि टुप्पामै बस्थ्यो सिटको टुप्पामै ओ माई गड दिस इज द भ्यू भनेर नि भन्न मिल्दैन क्या कस्तो आज त राम्रो देखेकै छैन भन्छ नुहाकोटे यो झिल्के केटोलाई दाइ पो भन्छ भाइ दाइ पो भन्छ दाइ भन्दा चापाबोट आइपुगेको छौँ हामीले चापाबोटबाट चाहिँ भ्यू हेर्नुपर्छ एकछिन साथीले त्यसपछि मोबाइल अगाडि हाल्छ मलाई त हातै गल्छ यार आम्बो हुस्सै लगाएर केही देखाएन यार गाइज पुरै हुस्सै छ यार केटा हो यस्तो रमाइलो भएन भने केटा हो यत्रो दुःख गरेर आइयो लास्टमा हुस्सै अनुहार पनि बाँदरको चाक जस्तै भइरहेको हुस्सै छ केटा हो के हेर्छौ यार पुरै हुस्सो छ क्या पुरै देखाउँथ्यो यार पुरै यतातिरसम्म देखाउँथ्यो यार मेरो 16 प्रो म्याक्सले यार
लाउडा जस्तो केही नराम्रो देखिरहेको म्याच क्यामेरामा कस्तो हावा कस्तो भ्यूै राम्रो छैन यार भ्यूै राम्रो छैन साथी यार मेरो साथी टक्कै यहाँ बस्दैछ पछाडि चाहिँ भ्यू छ राम्रै छैन यार तर उनीहरू कालो भइसक्यो यार हावाले हालेर आइचरले भन्दै पेल्दैन ल केटा चाहिँ साथीले बनाउँछ अगाडिबाट मेरो चाहिँ हात गल्छेको छ टक्क अब हामी चाहिँ यहाँबाट हिँड्छौँ होला फोटो खिच्ने हो र लगेडा हामी चाहिँ अब यहाँ फोटोसोटो सुट गर्छौँ फेरि स्टार्ट हारौँला अलि अडाइदैन यहाँ सो गाइस अब चाहिँ हामी यहाँबाट निस्किसक्यौँ भ्यू स्यू हेरेर फोटो सोटो खिचेर अब चाहिँ हामी डाइरेक्ट जान्छौँ अब चाहिँ हामी छर आइसक्यौँ बजार अब चाहिँ यसो घर पुग्नलाई अब धेरै छैन अब 1 घन्टामा हामी पुगिहाल्छौँ अब ढिकुरे बजार गाइस हामी चाहिँ अहिले ढिकुरे बजार आइसक्यौँ नुवाकोटको ढिकुरे बजारको पुल क्रस गरिसक्यौँ अब चाहिँ बजार सुरु हो ढिकुरेको बजार ढिकुरे बजार यतै होइन अब सरकारी गाडी यहाँ आएर रोकिरहेको सरकारी गाडी यहाँ आएर रोकिरहेको राइन्स चाहिँ राम छ त राइन्स वा घन्टी जय घन्टी हामी पनि घन्टीको बादललाई चिटाउनै पर्छ योपालि अनि यो रोडहरू सब पिच हुन्छ त्यसपछि बादललाई चिनाइन्छ भिडियो भइरह अब यहाँ फेरि चेकिङ मलाई यहीँ होइन चिट हानेको अस्ति अहिले होइन उतै है यहाँ त रोक्दैन होला बाटो केबाट धुलो भएर नुहाउने हामी ननुहाउने हो र भनेको भने महिनामा एकचोटि नुहाइहाल्छ नि
हामी चाहिँ यसको घरमा आएर पनि अब सुत्नलाई चाहिँ रेडी भइरहेको छौँ। यो चाहिँ फोन हेरिरहेको छ। अब यो कतिखेर सुत्छ अब थाहा छैन। अब पुरै टिकटक हेरिरहेको छ मलाई पागल। अब भोलि चाहिँ हामी अब रसुवाको लागि निस्किन्छौँ होला। अब हेरौँ के हुन्छ। म चाहिँ यहाँ छु, यसरी बसिरहेको छु है। म गर्नलाई अब रेडी भइरहेको छु। सो अब मन परेमा लाइक सेयर सब्सक्राइब कमेन्ट गर्नु नभुल्नु होला। यस्तै भिडियो देख्नको लागि सब्सक्राइब गरेर माया देखाइदिनु होला। सो अब चाहिँ अब एकछिन भिडियो एडिट गरेर चाहिँ म चाहिँ सुत्छु, हामी सुत्छौँ। सो कस्तो भयो त आजको राइड मेरो भाइ? कस्तो भयो? यसको घरमा आउन चाहिँ पुरै यार जङ्गलै जङ्गल आउनुपर्छ क्या यहाँ माथि आउनुलाई त। त्यही भएर एकदम यो डराइरहेको थियो। मैले हिम्मत दिएर यसलाई लिएर आएँ। अब चाहिँ त्यही हो।